होन्डा डियो स्कुटरको इन्जन हामी खोलेको छौँ। हेर्नुहोस् कस्टमर सरले के भन्नुभएको थियो, यसमा के प्रब्लम छ पहिला त्यो बताउँछु। कस्टमर सरले भने अनुसार है के प्रब्लम भन्नुभएको थियो भन्दाखेरि एक त धुवा फालिरहेको थियो, मोबिल खाइरहेको थियो। दोस्रो के भन्नुभएको थियो भन्दाखेरि बाइकमा स्कुटरमा अलिकति पनि पावर छैन है, अलिकति पनि नामात्रमा पावर थियो किनकि तानिरहेकै थिएन है। अनि तेस्रो नम्बर उहाँले के भन्नुभयो भन्दाखेरि यो इन्जिन भर्खरै मैले बनाएको हो। कति दिन पहिला भन्दाखेरि 1.5 महिना पहिला। 1.5 महिना पनि किन चलेन भन्दाखेरि म तपाईँहरूलाई बताउँछु। जस्तो कि हेर्न सक्नुहुन्छ, म यहाँ इन्जन पुरै ओपन गरेको छ है। यो रहेको छ पिस्टन। हेर्नु सिलिन्डरमा अलिकति पनि दाग छैन है, कहीँ दाग छैन, सिज पनि भएको छैन किनकि केयर गरेर चलाइराख्नु भएको छ है होइन। अनि त्यसपछि तपाईँको यो पिस्टन पनि जुन मान्छे बनायो त्यसले पनि राम्रै पिस्टन पनि राम्रै कम्पनीको हालिदिनु भएको छ है। तर फेल कहाँ खायो त यो गाडीले, फेल किन भयो? इन्जन बनायो होइन, यी 1.5 महिना पछि 4वटा मोबिल फेर्नु भनेको धेरै ठुलो कुरो हो है। 4वटा मोबिल 1.5 महिना फेरिसक्नुभयो तर धुवा पनि त्यस्तै आउने, पुटपुट धुवा आउने। किन फेल भयो भन्दाखेरि म तपाईँले देखाउँछु। यहाँ हुन्छ तपाईँको फेल आइल सिल है, यहाँ फेल आइल सिल हुन्छ है। तपाईँले फेल आइल सिल पनि के अरे लोकल हालिदिएको थियो। जो मान्छेले यो इन्जिन फिट गर्नुभएको छ उहाँले चाहिँ यो काम लोकल गर्नुभएको छ। एक साइड गाइड चेन्ज गरेर यो फेल आइल चाहिँ लोकल हालिदिएपछि के भयो भन्दाखेरि यहाँको मोबिल, यहाँबाट मोबिल यहाँ तलपट्टि छिर्यो अनि धुवा फाल्यो, मोबिल खान थाल्यो है। खासमा प्रब्लम त्यो रहेको छ है। अनि यहाँ हेर्नुहोस् यो गाइड फेरेको पनि गाइड खाइसकेको छ। म तपाईँले भेलो कन्डिसन पनि हेराउँछु। कता गयो? यो रहेको छ यसको भेल है। भेल हेर्नुहोस् पुरै भेल खाइसकेको छ, गाइड पनि पुरै खाइसकेको छ। हेर्नुहोस् पुरै ढक भइसकेको छ है। नयाँ गाइड हालेको पनि ढक भयो 1.5 महिना पछाडि है। गाइड त हेर्दाखेरि नयाँ हालेको छ तर पनि यो किन चलेन भन्दाखेरि यसको पहिलेदेखि गेप छ, ढक छ है, त्यही भएर चलेन। अब चाहिँ हामी दोस्रो कुरो भन्छौँ, जस्तो कि पावर थिएन। पावर किन थिएन भन्दाखेरि पिस्टन धेरै लुज बोर छ है। यो पिस्टन लेथमा अलिकति धेरै लुज बोर गरिदियो है। हेर्नुहोस् यो जस्तो भयो, यो म तपाईँलाई देखाउँछु है। यो पिस्टन भयो, पुरानो पिस्टन हो, पुरानो सिलिन्डर। हेर्नुभयो यो धेरै लुज छ, धेरैमा धेरै। यस 75 साइजकै पिस्टन हालेको छ, धेरैमा धेरै 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 लुज छ है। त्यही भएर यो सक्सेस चाहिँ भयो। यसमा अरू पनि सानो सानो समस्या छ, जस्तो कि उहाँले इन्जन बनाउँदाखेरि यो गाइड हेर्नुहोस्, गाइड पनि हालिदिनु भएन है। यो गाइड पनि पुरै भाँचिसकेको छ। त्यस्तै गरी यतापट्टि पुरै आइलसिलबाट मोबिल के अरे मोबिल लिकेज हुने, तपाईँको पुरै चक्का हिलो हिलो हुने। यसमा गम लाएर टालेर बनाइदिनु भएको छ। गम लाएर टालेर चाहिँ चल्दैन आइलसिल चाहिँ, यता पुरै मोबिल हिलो हुने है। म देखाउँछु हेर्नुहोस्, हेर्नु भएको छ यो पुरै हिलो हिलो। यो चक्का त्यहाँ छ, चक्कामा देखाएर आउँछ र हो। हेर्नुहोस् कस्तो हिलो हिलो भएको छ। 1.5 महिनामा यस्तो कन्डिसन भएको छ यो गाडीको है। सो म के भन्न चाहन्छु भन्दाखेरि इन्जिन बनाउँदाखेरि जहिले पनि राम्रो र एकदम विश्वासी मेकानिकसित बनाउनु होला है। अनि जेन्युन पार्ट्स हाल्नु होला है। यहाँ यसमा हेर्न सक्नुहुन्छ, यहाँ केम साउटहरू रोकरहरू सबै बनाएको छ। के अरे 15,000 जति खर्च गरेर हाफ इन्जिन मात्रै बनाएको है, तर पनि गाडी सक्सेस भएन। हेर्नुहोस् यो कार्बोरेटर कन्डिसन हो, कार्बोरेटर अहिलेसम्म सफै गरेको छैन जस्तो छ होइन। हेर्न सक्नुहुन्छ कार्बोरेटरको कन्डिसन। सो यही हो यसमा प्रब्लम भनेको, यही हो। यहाँ हेर्न सक्नुहुन्छ पुरै गमै गम छ है। सो प्रब्लम भनेको यही हो, यहाँ गियर बक्सहरू छ। सो म के भन्न चाहन्छु भन्दाखेरि जहिले पनि बनाउँदाखेरि इन्जिन बनाउँदाखेरि खासमा राम्रो र विश्वासी मेकानिक र अनुभव भएको मेकानिकलाई देखाउनु होला। सबै मेकानिक दाजुहरू त यस्तो हुनुहुन्न, तर कसैले त्यस्तो गरिदिन्छन्, तर त्यस्तो चाहिँ गर्नु चाहिँ भएन। हामी कहाँ इन्जिन तपाईँले बनाउनु भयो भने यो हेर्नुहोस्, यो पनि अड्किरहेको छ, यो पनि सफा गर्नुपर्छ। हामी कहाँ यदि तपाईँहरू इन्जिन बनाउनुहुन्छ भने हामी 6 महिना ग्यारेन्टीको साथ इन्जिन बनाउँछौँ, जेन्युन पार्ट्स हालेर बनाउँछौँ र जेन्युन पार्ट्स हालिसकेपछि तपाईँको गाडीमा प्रब्लम आउँदैन। सो भिडियो राम्रो लागेको छ भने भिडियोलाई लाइक एन्ड सेयर कमेन्ट गर्नु होला। अनि केही काम गराउनु छ भने आउनु होला हाम्रो वर्कसप, जय गढीमा मोटरसाइकल वर्कसप ललितपुर बालकुमारीमा आउनु होला। यहाँ नम्बर पनि आइरहेको छ, कल गरेर आउनु होला। अब हामी यसको लेथमा लगेर बनाएर ल्याउँछौँ अनि त्यसपछि अर्को पार्ट भिडियो बनाएर तपाईँले हाल्छौँ, देखाउँछौँ यसमा के हामीले काम गर्यो र कसरी काम गर्यो।
सानो सानो मिस्टेकले पनि तपाईँको यस्तो यस्तो समस्या आइराख्छ। जस्तो तपाईँहरू पनि यस्तो बच्नु होला। अब त्यति खर्च गरेर पनि यो गाडी सक्सेस चाहिँ भएन है। त्यही भएर राम्रो र एकदम विश्वासी मेकानिकबाट काम गराउनु होला। तपाईँले पनि केही काम गराउनु छ भने आउनु होला है। जय गाडीमै मोटरसाइकल वर्कसप लिखु बालकुमारीमा। सो यहाँ नम्बर आइरहेछ, आउनु होला। धन्यवाद।